हेलो, आज हामी बनाउन गइरहेका छौँ फ्रेन्च फ्राई आलुबाट घरमै। ल हेर्नुहोस्, अब काट्न सुरु गरिहालौँ। यसरी स्लाइस टाइपले काट्नु पऱ्यो। आलुलाई यसरी काटिसकेपछि एकनासको देखिन्छ, त्यही भएर फिङ्गर फेरि काट्नु पऱ्यो। फ्रेन्च फ्राई भनिसकेपछि फिङ्गर टाइपमै जान्छ, राम्रो पनि देखिन्छ, पछि क्रिस्पी पनि हुन्छ। त्यही हुनाले हामीले यसरी काटेका छौँ। मजाले यसरी काटिसकेपछि हामीले यसलाई उठायौँ, एउटा बाउलमा राख्यौँ र अब यसलाई एकछिन बोइल गर्नु पर्यो। तातो पानी थियो हामीसँग उम्लेको। अब यसलाई बोइल गर्न सुरु गऱ्यौँ। आलु यसरी हाल्यौँ। हालेको कम्तीमा नि 1-1.5 मिनटसम्म चाहिँ यसलाई बोइल हुनु दिनु पऱ्यो। ल हेर्नुहोस्, हाम्रो चाहिँ बोइल भइसक्यो। बोइल भएपछि एकछिन रेस्ट दिनुपर्छ। यसरी रेस्ट दिएर मैले चाहिँ राखेको छु। रेस्ट नदिएसम्म तातोमा चाहिँ राम्रो हुँदैन, हल्का चिसो हुनु पऱ्यो। अनि यसमा चाहिँ हल्का कर्नफ्लोर एड गर्ने। कर्नफ्लोर भन्ने बजारमा सजिलै पाउन सकिन्छ। यो एड गरिसकेपछि अनि त्यो चिसो थियो, अब हामीले फेरि तेल बसाल्यौँ, हिट भयो तेल हिट भइसकेपछि अब यसलाई फ्राई गरिदिने। फ्राई गरेर चलाउँदै जाने, बिचमा चप्किन्छ। ल हेर्नुहोस् है, कति राम्रो हुँदैछ, कति राम्रो ट्याक्क भइरहेछ। राम्रो हामीले चाहिँ यसलाई 1 मिनट निकालेर फेरि तेलमा हाल्दा बेस्ट हुन्छ, क्रिस्पी हुन्छ, दामी हुन्छ। मैले चाहिँ यसरी ट्याक्क बनाएको छु रेस्ट दिएर। ल फेरि हामीले तेलमा हालेर अब यसलाई प्लेटिङ गर्ने पालो। प्लेटिङ गरौँ अनि यो जान्छ सिधै गेस्टको टेबलमा। ल हेर्नुहोस् त कति राम्रो। ओहो, बाहिर कति क्रिस्पी छ भने भित्र नरम छ।